हेलो गाइस हामी चाहिँ काकाको फर्म भर्न गइरहेको छौँ हैन उताटी भन्नुहुन्छ काका यस्तो टाइट बाटोबाट हामीहरू हिँड्दै हैन एकदम काका अब हाम्रो आसी दिएर बसे मान्छे कम्प्युटरको फर्म भर्न गइरहेछ हैन हेलो गाइज यहाँ अगाडि हुनुहुन्छ अयान हैन आजको भिडियोमा स्वागत छ ल आज हाम्रो फर्स्ट भ्लगै होला किनकि म फर्स्ट टाइम आयो यो युट्युबमा अब के भन्नु अरु यहाँ अगाडि छन् अयान डोन यस्तो घाम चर्कमा नि ज्याकेट लगाएर आहान ड्रिपी बन्नी रे अनि तल जुत्ता हेर्यो भने त्यस्तै हो चप्पल त्यसको अगाडि हुनुहुन्छ हाम्रो मामा र गाउँले नाम काले जुन चाहिँ एकदमै फुर्तीको साथ हिँड्रहनु भएको छ उहाँ फेरि ड्रिपी भएर हिँड्रहनु भएको छ र पागल हरकत देखेर मलाई यहाँ सुटिसकेको छ ल हेलो गाइस हैन अगाडिको इन्ट्रो कस्तो लाग्यो लाइक गर्नुस् होला हैन सो फर्स्ट टाइम गरिरहेको छ हैन इन्ट्रो चाहिँ सो अबदेखिको इन्ट्रोको भोइस उसकैमै राख्नुपर्छ भन्ने सोचिरहेको छु यो हैन मैले के होइन गाइज अब के गर्नु अब मलाई आउँदैन अब उसलाई नै दिएँ है त माइक उताटी छ बिहान सो उसले अघि नै इन्ट्रो गरेको अगाडि यहाँ दुईवटा मान्छेको सिटी चलिरहेको छ बिहान शान्त हुन्थ्यो टिफिन बन जाँदाखेरि उ त कराउने मान्छेहरू कराउँथ्यो तलबाट रिमेम्बरिङ ओल्ड मेमोरिज म चाहिँ सेकेन्ड टाइम हो गाइजहरु जसले पनि थकेर आएर आइस बस्ने यही ढुङ्गा हो अँ हैन अनि हामी यो बाटोमा ढिलो भयो होला हैन 10 मिनेटमा स्कुल पुग्यौँ यो बाटोमा चाहिँ गोली बजारले सोल्नु पर्छ पानी भएर के मतलब बेसरी पुग्थ्यो के मतलब यहाँ त हाम्रो उता नि पुग्छ हैन त मामा हाम्रो घर यही बाटो त नि पहिले कहाँ घर बिहान कस्तो बोक्नु मन लाग्यो मलाई तिमीले गर्दा हो के दो धार पार्यो तिमीले अनि तिमीले पाटोसँग म न जहिले आउने नै मान्छे हो ल तिमी त दसैँमा नि फाटा जान्छ फाटा आउँछ बसेर बिदा हो त्यो पनि यसपालि कसरी आइपुग्यो त्यही भने आफ्नै घर चाहिँ जानु पाउँछु पाउँदैन थाहा छैन मामा घर तिम्रै घर जानु पाउँछु पाउँदिन मामा घरको बुढो मामा घरको टाढो भ्लग बनिरहेको सब कुरा छ हेलो हेलो यहाँ सबैजना अगाडि ड्रिपी होइन सबैजना ड्रिपी गर्नु सबैजनाको ड्रिपी पहिला मेरो गर्नु सबैजनाको कमेन्टमा मेरो गर्नु त्यसपछि उनको गर्नु अनि उसको गर्नु है त ओके सो सबैजना चाहिँ आफ्नो आशी दिएर कम्प्युटर सिक्नको लागि फर्म भर्नु भएको छ त्यसको लागि हामी ओडा जानुपर्छ सो अहिले हामी ओडा गइरहेछौँ होइन अगाडि मेरो साथ हुनुहुन्छ काका नोन एज नवीन दुवाडी सब ड्रिपी भएको छ अब के गर्नु गाइज अब थोरै मिलेन ड्रिपी त ड्रिपी पुरै कालामै छ खुट्टा सेतामै छ मुख चाहिँ फेरि कालामै छ अब के गर्नु रोस्टेड मामाले दिनमा 4 बोतल फेयर एन्ड लभली लाउँछन् के गर्नु मामालाई यही कुराको दुःख छ रोस्टेड नम्बर 2 हो म त लागलाई पार्षदले बरु कालो हुनलाई चाहिँ लाउँछ तर के गर्नु कालै हुन सक्दैन म हुन नि मन छैन म त उसलाई घामले भेट्छ त्यही त पहिला स्कुल यही हो मामा हामी अस्ति नै यहीँबाट गएको आधी घन्टा हाम्रो घर जानु ओडा ओडा यहाँबाट अझै आधी घन्टा ओ मामा 15 मिनट भनेर ल्याए होइन अनि बिस्तारै हिँड्नु परेन यहाँबाट हामी स्कुल जानु 10 मिनट अनि 15 मिनट लाग्छ त्यहाँ ओला जानु 20 मिनट लाग्छ धादिङै लान्छन् कि क्या यार धादिङै लाग्यो राम्रो हल्का माथि ओडा भन्दा दाम के कहाँ धादिङ जान पर्ला उसलाई हच्छ भनेको क्या साँच्ची आधी घन्टा लाग्छ यहाँ मेरो उता साथी त्यो उता घर छ नि मलाई 500 रुपियाँ दिन्थ्यो अझै देखेको के एकछिन है म्यापमा so shameless guy shameless guy in the world होइन भो पर्दैन देला नि त
पनि दुइटै घर होइन उसलाई घरबाट जाने बेला सङ्कट भयो ए उहाँ थियो ओ माई गड यस्तो टाइट बाटो गाइस हेर्नुहोस् 1000 रुपियाँ दिएको थिएँ ओ सेट 1000 रुपियाँ दिएको थिएँ अँ अनि पर्दैन 500 भइदिएछु होइन अनि 500 मैले दिएँ अनि 500 त्यसलाई दिएँ पछि दिएन नि त ए उम्मीद सिधा भयो हामी घुम्न जान्छौँ भन्यो नि त होइन अँ के त्यो घरले होइन होइन कुनको छेउमा हामीसँगैको देखिन्छ होइन ल बढी भयो 8 भन्ला है म अहिले 7 कक्षा अब 8 होइन अब 7 अब चाहिँ 7 अब चाहिँ 6 अब 4 अब चाहिँ 11 अब चाहिँ 11 म यसो सक्छु होइन यसरी हामी लङ जम्प हाल्नु पनि छ होइन सो यहाँबाट ढल्छु होइन कस्तो बिस्तारै हाम्रो म त हामी होइन को त्यहाँबाट उफ्रेर टाढासम्म जाने कि ए हामी अस्ति नै यहीँबाट गएको छौँ नि यहाँ त धेरै बेर लाग्दैन यहाँ 20-25 मिनट लाग्यो आधी घन्टा लाग्छ तिमीहरू हिँड्ने म त म हिँड्नु पुग्दैन तर पर्दैन अगाडि चाहिँ बाइक पार्सल हजुर जिन्दगी बाइक देखाएको छैन बरु देखाएको छु कसले भने ब्लगमा यो नहाल्यो कि किन नहाल्ने नि बाइकको फ्लेक्स गर्न किन नमिल्ने र यो पोइन्ट नै हाल ए एकछिन ल यो पोइन्ट नै हाल ल यो हालिरहेको छु अघिदेखि उनीहरू चाहिँ काका कसको घर जानुभयो होला सुन अँ कता हो मैले जुत्ता लाग्छु हिँड्दै जाने अवस्था सेट कहिलेसम्म पुग्यो होला त मिल्दैन भर्नु प्रवेश पत्र र जन्मदत्ता त चाहिन्छ अब घर जानुपर्छ अब त्यति भए पुग्छ नि ल तिमीहरू यहाँ बस्दै गएर पसलमा म 10 मिनटमै आउँछु मोबाइल ल्याऊ त्यो मोबाइल दोकान गाइजहरू अब एकदमै खतरनाक ऊ त पल्लो घर ऊ त ऊ त हो त्यो घरमा टेबुलमा बसिरह है म 10 मिनटमा आइहाल्छु है प्रवेश पत्र र अनि ऊ बोकेर ल गाइजहरू मलाई चाहिँ एकदमै आपत पर्यो होइन 10 मिनटमै आउँछु भनेर बोल्न त बोली तर म सक्दिनँ जस्तो मलाई लाग्छ किनकि मेरो खुट्टामा जुत्ता भइकन म कुद्नु सक्दिनँ मेरो फर्म छैन उसे त झन् गरिम भइरहेको छ प्याक प्याक लगाइरहेको होइन तर पनि अब हार मान्दिनँ जय श्रीराम देख्न सक्नुहुन्छ एकदमै हिकी मोमेन्ट म घर कहिले पुग्छु मलाई थाहा छैन तर म हिँडिरहेको छु एक्लै भएपछि चाहिँ हिँड्नु अलिक चाँडै सकिन्छ 3वटा त्यस्तै खालको एकदमै महान 2टा भान्जा एउटा भतिजी छन् हिँड्न डराउँछन् यस्तो बाटो म त्यस्तो गरेर त्यस्तो हिँडिदिन्छु अब हिँडिरहेको बाटो भएर नि होला होइन कन्फिडेन्स लेभल हाई छ तर पनि होइन यस्तो राम्रो भ्यू देखिन्छ यहाँबाट ए धारिङ रेसी र अब म मेरो घरतर्फ लागिरहेको छु 2 मिनट भइसक्यो त म आएको ओ माई गड के म 3 मिनटमा घर पुग्न सक्छु यो भिरको कहाँबाट हेर्दै गर्नु होला यो रोचक लाग्दो घटना गाइजहरू म हिँडिरहेको छु र एकदमै स्यास्या भएको अवस्था छ
गाइजहरू तर म हार मान्दिनँ। यस्तो है भ्यू यहाँको एकदमै खतरा छ। मलाई चाहिँ मनपर्छ होइन। हल्का डिस्टर्ब हुन्छ यो हातले होइन, तर किन नमान्नु होला, ध्यान दिनु होला होइन। हाम्रो गाउँमा भर्खरै पिच गरे यो ठाउँ भयो 7-8 दिन। यस्तो राम्रो पिच गरे फेरि वाह। यहाँको ठाउँ चाहिँ एकदम राम्रो ठाउँ हो होइन। दिस इज भेरी ब्युटिफुल प्लेस इन आवर भिलेज। द्याट रिजन everybody come here and click photo each other. यो चाहिँ हामीले स्कुलको बेलामा पानी आउँछ बर्खामा होइन, टुप झर्छ। यता चाहिँ खासमा यता चाहिँ आउँदैन है गाइजहरू। मान्छेहरू माथितिर रामकोट दरबार जान्छ, किनकि रामकोट दरबार क्षेत्रमा पर्छ, त्यस कारण यहाँ मान्छेहरू आउँछ भनेको है गाइजहरू। यति बुझ्नुहोस्। म घर अब 5 मिनटमा पुग्न नसकेर थकित भएर म बिस्तारै हिँडिरहेको छु, तर मेरो पाइला चाहिँ लामा छन्, किनकि भतिज भान्जाहरू एकदमै आत्तिएका होलान्। मामा र काका बिना म कहाँ जाऊँ भनेर, त्यसकारण म फुटु हिँडिरहेको छु। त्यसकारण तपाईँहरू हेरेर हिँडिदिनु होला र म अब मैपट्टि क्यामेरा फर्काउनेवाला छु। कुद्न गइरहेको छु है म गाइस, कुद्न गइरहेको छु म एकदमै कुद्न गइरहेको छु। हेर्न सक्नुहुन्छ। आज चाहिँ हिँडेँ गाइस म एकदमै दुःखद। म अयान पार्छु र बिहानको पोपट भइरहेको छ, किनकि हामी अस्तिसम्मको लागि चाहिँ फर्म भर्नको लागि एउटा कार्यमा रहेछ, तर फेरि हटियाको मान्छे आएर हटियामै कम्प्युटरको तालिम गर्ने, त्यसकारण हामी यहाँ भएको त्यसलाई के भन्छ फर्मलाई हामी उतै लग्छौँ। जति मान्छे आउँछ त्यसलाई उतै पठाइदिनु भन्ने छ। त्यो भन्ने मान्छे एकदम पापी होला, त्यही भएर हामीलाई यस्तो पारिदियो। अब हामी फेरि टन्टलपुर घाममा कालो मान्छे डढ्दै अब फेरि हटियातिरको साइड लगाइसकेका छौँ। भगवान् रक्षा गरिदिनुहोस् र मेरा प्यारा दाजु भाउजू आमा बुवाहरूले यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला भन्ने आशा। त्यहाँ माथिको यो यहाँ सिँढीबाट माथि चढ्नेवाला चाहिँ काकाको स्कुल हो होइन, जसमा काकाले हाँसिदिएको सबै हाउसको झन्डा, अनि त्यहाँबाट नेपालको झन्डा, अनि वृक्षारोपण पनि हाम्रो स्कुलमा उपलब्ध छ। स्वस्थ खानेपानी, राम्रो शिक्षा। कहाँ अहिले त आउँदैन नि, अहिले त बन्द गरिदिन्छ नि त। फुटबल खेल्नको लागि राम्रो ग्राउन्ड, फुटबल क्रिकेट मैदान, अनि त्यहाँबाट ब्याडमिन्टन भलिबल विभिन्न किसिमको खेल हुन्छ। यसपालिको गाइस होइन हामीले चाहिँ काकाको फर्म त भर्यो, तर त्यो माथि एउटा प्रब्लम थपियो। हाम्रो टाउको दुखाइ भयो, हाम्रो टाउको दुखाउने गरी एउटा मान्छे टाप भयो। त्यसको मान्छेको नाम हो अयनजी। मेरो क्यापे लिएर चोरेर गयो। ए लल पछि क्याप पनि छोडेर लग्यो लल। अनि पछि अयनज्यू त्यही टाउको दुखे भनेर हिँड्नु भएको मान्छे अगाडि आफ्नो घर पनि पुग्नु भइसकेको छ। हाम्रो यो अगाडिको गाउँ होइन, हाम्रो यो हालत राखेर ऊ घर गएर गेम खेल्न थालेर भिडियो कल गरेर